गाइज अब के नभए नि यसो जाडो छ है आफै लाउने कपडा हो नि फेभरेट कपडा हो त्यही पनि म दिँदैछु है टक्क राम्ररी लाउने जाडो छ है यो ट्र्याक छ ल लगाइदिइहालौँ त लगाइदिउँ क्या है पहिला ल गाइजहरू मेरो साथीले गरेको यो समस्या अब धेरै केही गर्न नसके पनि यति चाहिँ गरिदिएको छ आफूसँग होस् नहोस् आफ्नो जे छ त्यही भए पनि उनीहरूले गरिदिएको छ जाडोमा कक्रेर मर्नुभन्दा त यसरी दिएको अब हजुरहरू के सोच्नुहुन्छ अब तपाईँहरू लाइक कमेन्टमा यसो भनिदिनु होला मान्छेको हुलिया छिनमा अब अझै हामी उसलाई कपाल काट्न पनि लिएर गइरहेको छौँ केही समयपछि के भने जाडोमा बिचराको कसो हो के थाहा छैन जस हाम्रो चाहिँ चेतन ब्लगबाट आएको हाम्रो क्षितिज सोल्टी लाइक एन्ड सब्सक्राइब चाहिँ हेर्नु पर्यो र कमेन्टमा के छ अहिलेको क्षमता जे छ त्यही अनुसार चलिरहेछौँ बिहान भए भएर दिउँसो भए भए नयाँ ल्याएर गरिदिन्थ्यौँ अब त हिरो भइहाल्यो नि होइन कपाल धुने त्यो ज्याकेट नलाइदिने हुन्छ त्यो ज्याकेट अहिले जाडो छ नि त अहिलेलाई टक्क यो हो नि त अब त हिरो भयो नि भाइ यार है घरका अरे तिम्रो दोलखा अब त हिरो अब त ऱ्यापर भयो नि त अनि दोलखा जिल्ला डिटेल बजार जाडोमा आउँदा सबैको सम्झना हजार